ए ठिकै हुनुहुन्छ सर? ए ठिकै छु त भाइ। बोल्नुभएको सर? यो माथिसम्म हो। हुन्छ। आज त गोस्खानेले पनि हालचाल सोध्दैछ। गुड मर्निङ सर। गुड मर्निङ भाइ। आज त दोकानेले पनि गुड मर्निङ सर भन्यो। ठिकै हुनुहुन्छ? ठिकै छु नि। अनि कहीँ जानु भएको? हजुर बजार जाँदै गरेको नि। कहिले बाउन दिने बहिनीले पनि आज भाउ दियो। यो सबै तिमीकै कारणले हो, मेरो दुनियाँ पल्ट्यो। यसको पैसा चाहिँ बोल्नु मिलाउन ल। कस्तो बिहानै बोनी नभए चाहिँ बाँकी लगेको? बिहानै बोनी बिगारेर दिनै अँध्यारो गरिदिन्छ। अर्काको बाँकी खाएर सलाम पनि लाग्यो बाटो हिँड्नु। यहाँ बसिरहेको छ। ठिकै हुनुहुन्छ? हिजो कल गरेको थिएँ, उठाउनु भएन? बिजी थिएँ नि त। केटा छ नि मेसेज गर्छ भन न। मैले कतिपल्ट नगर न भनेर उयो गर्दा पनि मान्दैन होइन। आज मैले इग्नोर पनि गरिदिएको र भए पनि यस्तो अस्ति ब्लक पनि गरेको थिएँ मैले। फेरि अर्को नम्बरबाट मेसेज गर्छ अरे हो यो है। जब तिमी मसँग थिएन एनएलले मलाई जहिले काउन्टर हान्ने गर्थ्यो। मलाई देख्नु बित्तिकै मेरो अगाडि आएर के नराम्रो भन्ने गर्थ्यो मलाई। कसले भन्छ त इम्पोर्टेन्ट छैन लाइफमा भनेर? जबदेखि तँलाई मैले भेटेँ नि तबदेखि मैले बुझेँ कि तँभन्दा इम्पोर्टेन्ट लाइफमा कोही छैन छ भनेर। पैसा मसँग पैसा